हेलो साथीहरू, गुड मर्निङ। म चाहिँ आज अचार बनाउन लागिरहेको छु। लसुन, यो डोले खुर्सानी र अर्को चाहिँ टिमुरको चाहिँ म अचार बनाउन लागिरहेको छु। यो चाहिँ अब हल्का तेलमा चाहिँ ड्राई गर्ने। यो चाहिँ टिमुर हो, टिमुरलाई पनि हैन, अब कतिलाई चाहिँ अब टिमुर यतिकै हालेर पनि हुन्छ भने, तर मैले चाहिँ सबै टिमुर, यो खुर्सानी अनि लसुनलाई चाहिँ मैले सबै ड्राई गरेको छु। जो स्वाद चाहिँ एकदम मिठो हुन्छ साथीहरू। यो कालो कालो चाहिँ मैले यो टिमुर अगाडि नै ड्राई गरेकोले टिमुरको चाहिँ यो कालो कालो हो। अब चट्ट मिक्सचरमा हालेर पिसेर यतिको बनाउने। अनि त्यसपछि खुर्सानी पनि मिक्सचरमै पिन्ने। त्यसपछि आफूलाई स्वाद अनुसारको नुन राख्ने। त्यसपछि अन्तिममा यो मेथी, तेलमा थोरै मेथी, एकदम मिठो बास्ना आउँछ। त्यसपछि चाहिँ सुई सुई यसलाई चाहिँ घोलिदिने। हेर्नु होला साथीहरू, ल यस्तो जिब्रोमा झुन्डिने चट्ट अचार बन्यो, रेडी भयो साथीहरू। ल कसलाई मनपर्छ यसरी बनाएर खानु होला। र यसलाई स्टोर गरेर राख्न पनि मिल्छ है, अलिक धेरै दिनसम्म खान मिल्छ साथीहरू। मैले चाहिँ रेडी गरेँ, तपाईहरू पनि बनाउनु होला है साथीहरू।